ल गाइज यहाँ चाहिँ हाम्रो भान्जा बाउको लगेज रेडी भयो ल नि साथी। यो चाहिँ लगेज भयो 30 किलो, यो चाहिँ 7 किलो ह्यान्डब्याग 37 किलो ल नि साथीहरू। जतिले यसलाई सुपेत भन्दाखेरि अनि हाम्रो साथीहरू चाहिँ दसैँ मानेको लागि घरतिर साथी हुनुहुन्छ, त्यही भएर चाहिँ म यसो नानी बाबुहरूलाई चक्लेटहरू पठाउनु पर्यो भनेर किन्न भने मार्केटतिर जाँदैछ ल नि साथीहरू। ल साथीहरू म चाहिँ चक्लेट लिन आएको है। ल हेर्नुहोस् चक्लेटको आइटमहरू दामी दामी छ है ल हेर्नु साथीहरू। अब चाहिँ म चक्लेट लिएर जान लाग्यो है ल हेर्नु साथीहरू। तपाईँको 1 किलो चक्लेट चाहिँ 1 केजी 890 फिल्स रहेछ है ल हेर्नु साथीहरू। ल हेर्नुहोस् गाइज म चाहिँ मार्केट गएर चक्लेटहरू लिएर आइसकेँ ल हेर्नुहोस्। अरू साथीहरू घर जाँदा आफूलाई जान मन लाग्छ है, के गर्ने अब भन्नु जस्तो हुँदैन अर्को जागिर है साथीहरू। ल हेर्नुहोस् यस्तै छ लान्छ के गर्नु। हेलो नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ हाम्रो भान्जाश्री अनि हाम्रो साथीहरू चाहिँ दसैँ मान्नको लागि घरतिर जाँदै हुनुहुन्छ, त्यही भएर चाहिँ म यसो नानी बाबुहरूलाई चक्लेटहरू पठाउनु पर्यो भनेर किन्न भने मार्केटतिर जाँदैछ है ल साथीहरू। ल साथीहरू यो चाहिँ म बस्ने कम्पनी बिल्डिङ है ल। अब सामानहरू त धेरै पठाउनु मन लागेको थियो है, तर के गर्ने अब त्यति सामान धेरै पठाउनु चाहिँ अलिकति पाइएन। अब साथीहरू चाहिँ जजिरा एयरलाइन्समा जाँदै हुनुहुन्छ, कुवेतको जजिरा एयरलाइन्समा। त्यसमा चाहिँ तपाईँको 30 केजी लगेज र अनि 7 केजी चाहिँ ह्यान्डब्याग मात्रै रहेछ। त्यही भएर अब उहाँहरूको अब 2-3टा ब्ल्याङ्केट यताउति सामान आफ्नो हाल्दाखेरि चाहिँ अब वेट पुगिहाल्ने भयो कि, त्यही भएर चाहिँ अब मैले धेरै सामान पठाउनु पाएन है। यसो चक्लेट सक्लेट भए पनि पठाउनु पऱ्यो भनेर म चाहिँ यहाँ नजिकै मार्केट जाँदैछु है ल साथीहरू। ल हेर्नुहोस् है गाई यो चाहिँ हाम्रो यहीँ भित्र आउँछ, बिल्डिङभित्रै आउँछ गाडी चाहिँ, कम्पनी गाडी गेटभित्रै आउँछ। यहीँबाट चाहिँ अनि काम गर्ने स्टाफहरू लान्छ अनि यहीँ भित्र ल्याएर छोड्छ है ल साथीहरू। बाहिर जानु चाहिँ पर्दैन रोडमा, एकदम ठिक छ है ल साथीहरू। यहाँ चाहिँ हाम्रो कम्पनी लगायत अरू थुप्रै कम्पनीको साथीहरू बस्नुहुन्छ है। यो चाहिँ बिल्डिङहरूमा लान्छ साथीहरू, देख्नुभयो लान्छ। अर्को कम्पनी गाडी पनि आउँदैछ काम गर्ने स्टाफहरू लिनुलाई ल साथीहरू। यहाँनिर चाहिँ ल हेर्नुहोस् नमाज पढ्नको लागि मस्जिद पनि छ है ल साथीहरू। ल गाइज फाइनली म चाहिँ म्याङ्गो फ्रेस मार्केटमा आइपुगेको अवस्था छ है ल हेर्नु साथीहरू। अब चाहिँ म भित्र छु। ल हेर्नु साथीहरू यहाँ चाहिँ हाम्रो मुस्ताङको एप्पल छ है भनेर भन्न त भएन, दामी छ एप्पलहरू। ल हेर्नु साथीहरू यहाँ चाहिँ फलफुलको आइटमहरू सब छ है ल हेर्नु साथीहरू। ल गाइज यहाँनिर चाहिँ चक्लेटहरू आइटमहरू पुरा रहेछ है ल हेर्नु साथीहरू। म चाहिँ अब 2-3 किलो चक्लेटहरू लिएर जान्छु है ल हेर्नु साथीहरू। अनि यहाँनिर चाहिँ तपाईँको 1 किलोको 1 केजी 890 पिल्स रहेछ है ल हेर्नु साथीहरू। यो चक्लेटलाई चाहिँ सब आइटमहरू छ ल हेर्नु साथीहरू। अनि यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ सबै आइटमहरू छ है, मसलाहरूको यताउति मार्केटहरूमा यस्तै त है ल हेर्नु साथीहरू। रेडबुलहरू भयो, पेप्सीहरू सब आइटम छ है ल यहाँनिर चाहिँ। अनि यो चाहिँ एगलेस मिठाई हो, यो चाहिँ हाम्रो नानी बाबुको फेभरेट हो। यहाँनिर चाहिँ तपाईँको कुनै पनि सामानको रेट थाहा भएन भने चाहिँ तपाईँको सामानमा लगाएको बारकोडमा मेसिनमा राख्यो भने थाहा भइहाल्छ है ल हेर्नु साथीहरू। यहाँनिर चाहिँ तपाईँको सब चाउचाउहरूको आइटम छ है ल हेर्नु साथीहरू। वाइवाई चाउचाउदेखि लिएर 2 PM सब छ है साथीहरूलाई। यहाँनिर चाहिँ तपाईँको जिब्नाहरूको आइटम छ सब है साथीहरू। गाइज मैले चाहिँ पुरा सामान लिइसकेँ, अब बिल पे गरेर रुममा जानु लाग्यो ल साथी। ल गाइज मैले चाहिँ सामान लिएर आइसकेँ चक्लेटहरू लिएर आइसकेँ। अब गाइज दसैँमा चाहिँ घर जानु भनेको है यस्तै भयो है ल साथी। छुट्टी चाहिँ पाइएन कम्पनीबाट, त्यही भएर चाहिँ यसपालि चाहिँ दसैँ चाहिँ यहीँ मान्नु पऱ्यो है ल साथी। ल गाइज त्यस्तै हो, अब अर्काको नोकरी भनेपछि है भनेको बेला छुट्टी पाइँदैन, त्यही भएर तपाईँहरू पनि जहाँ जस्तो अवस्था हुन्छ राम्रोसँग दसैँ मनाउनु है ल साथीहरू। ल गाइज म चाहिँ मार्केट गएर ल चाहिँ काजु लिएर आइसकेँ, कोकोनट चक्लेट मिस्किएको भइहाल्यो है। यो चाहिँ क्याडबरी जस्तो भयो मिठाई, नानी बाबुको फेभरेट यो चाहिँ है चक्लेटको आइटम भयो ल हेर्नुहोस् है।
सब चक्लेटहरू लिएर आइसक्यो है मार्केट गरेर हेर्नु साथीहरूलाई चाहिँ यसो कपडाहरू जुत्ताहरू पठाइन्छ भनेको थिएँ अब त्यो चाहिँ अब अलिकति सामान चाहिँ वेट धेरै हुने भयो साथीहरूको त्यही भएर चाहिँ पठाउनु पाइएन है ल हेर्नु साथीहरू यस्तै छ त्यस्तो ठाउँमा के गर्ने है साथीहरूलाई तपाईँहरू पनि जहाँ जस्तो अवस्था हुन्छ एकदम खुसीसँग हेप्पीसँग बस्नु होला है यसपालिको दसैँसँगै पहिलासँग मनाउन नपाए पनि अर्को साली चाहिँ सँगै मनाउने आशा गर्दै राम्रोसँग जहाँ जस्तो अवस्था हुन्छ राम्रोसँग मनाउनु होला है साथीभाइसँग मिलेर म चाहिँ त्यही भन्न चाहन्छु है ल साथीहरू ल गाइज हामीले चाहिँ अब सामान प्याक गर्न लाग्यो है पहिला चाहिँ हामी ब्ल्याङ्केट बिछाउँछौँ अनि ब्ल्याङ्केट बिछाएर हामी बिचमा चाहिँ तपाईँको चक्लेटहरू इलेक्ट्रिक सामानहरू राख्छौँ है यो चाहिँ हाम्रो साउन्ड बक्स हो ब्लुटुथ होला दामी छ है ल हेर्नु साथीहरू माथिबाट फेरि एउटा ब्ल्याङ्केट हाल्छौँ है हामी चाहिँ साथीहरू अनि बन्द गर्छौँ लगेज हाम्रो भान्जा भाउ चाहिँ 2 महिनाको छुट्टीमा जाँदैन हुन्छ है ल हेर्नु साथीहरू घर 31 किलो रहेछ यहाँनिर चाहिँ 1 किलो बढी भयो अब 1 किलो निकाल्छौँ है हामी चाहिँ साथी ल साथीहरू भान्जा भाउको सामान पेकिङ गर्दैछौँ ल हेर्नु साथीहरू हामी चाहिँ यहाँ सामान पेकिङ गर्दैछौँ है भान्जा भाउको पेकिङ गर्दैछौँ सामान ल हेर्नुहोस् खुसी छ नि भान्जा भाउ घरतिर जानु पाउँदा एकदम खुसी ल साथीहरू मेरो चाहिँ धेरै छैन है सामान अब वेट कम्ती छ नि त त्यही भएर है म चाहिँ यसो नानी बाबुहरूलाई आमा बुबुलाई भन्दा चाहिँ त्यस्तै 4-5 किलो चक्लेटहरू पठाएको छु ल हेर्नु साथीहरू मेरो चाहिँ यति नै हो चट्टला नाम पनि लेखेको छु ल हेर्नु साथीहरू र म पनि अलिकति नाम लेखिरहेको छु चिन् भनेर ल हेर्नु साथीहरू थुप्रै साथीहरू छ नि त सामान त्यही भएर है ल हेर्नु साथीहरू सब पेकिङ भइसक्यो पल्टाउँ यो पल्टाउने ल साथीहरू हामी चाहिँ अब रेपिङ गर्दैछौँ है ल हेर्नु साथी लगेजले चाहिँ रेपिङ गरिसक्यौँ ल गाइज यहाँ चाहिँ हाम्रो भान्जा बाउको लगेज रेडी भयो ल हेर्नु साथी यो चाहिँ लगेज भयो ल हेर्नुहोस् यो चाहिँ 30 किलो अनि यो चाहिँ ह्यान्डब्याग है ल हेर्नु साथी यो चाहिँ तपाईँको जम्मा 7 किलो मात्रै लैजानु पाइन्छ यसमा ह्यान्डब्यागमा चाहिँ ल हेर्नु साथीहरू चट्ट रेडी भयो है ल हेर्नु साथीहरू हाम्रो भान्जा बाउको चाहिँ अरू साथीहरूको पनि रेडी हुँदैछ है साथीहरू ल हेर्नु साथीहरू चट्ट लाएर रेडी भयो यो चाहिँ लगेज भयो 30 किलो यो चाहिँ 7 किलो ह्यान्डब्याग 37 किलो है ल हेर्नु साथीहरू जल्दी यसलाई स्कुबेत त्यसमा चाहिँ धेरै पाइँदैन है त्यही भएर यहाँनिर चाहिँ हाम्रो भान्जा लगायत थुप्रै साथीहरू जाँदै हुनुहुन्छ मेरो चाहिँ ड्युटीको टाइम भयो साँझमा त्यही भएर छोड्न जानु चाहिँ पाएन है 4-5 जना साथीहरू हुनुहुन्छ राम्रोसँग जानुहुन्छ उहाँहरूलाई चाहिँ अब शुभयात्रा भन्न चाहन्छु शुभहरू चाहिँ दसैँ मान्न जानु पाउनु भयो है हामी चाहिँ जानु पाइएन अब अर्को चाहिँ जानुपर्छ है लानु साथीहरू हाम्रो भान्जा बाउ चाहिँ केवरामा त्यति आउनु खोज्नुहुन्न त्यही भएर चाहिँ म त्यति भिडियो देखाएन है साथीहरू ल यस्तै छ साथीहरू के गर्नु है ल साथीहरू परदेशको जिन्दगी यस्तो हो ल के गर्ने साथीहरू अरू साथीहरू घर जाँदा आफूलाई पनि जान मन लाग्छ है के गर्ने अब भने जस्तो हुँदैन अर्काको जागिर है साथीहरू ल हेर्नुहोस् है यस्तै छ लान्छ के गर्नु ल गाइज हाम्रो वेट गर्ने मेसिन चाहिँ यस्तो छ है ल हेर्नु साथीहरू यस्तो चाहिँ हाम्रो चाहिँ मेसिन ल हेर्नुहोस् देख्दा सानो भए पनि यसले चाहिँ काम चाहिँ धेरै गर्छ है साथीहरूलाई अब यो वेट गरेर हेरौँ है साथीहरूलाई हेर्नुहोस् ल साथीहरू यसरी वेट गर्छ हाम्रो चाहिँ ल हेर्नुहोस् साथीहरू यसको चाहिँ तपाईँको वेट गर्दाखेरि 7 किलो 71 ग्राम भएछ है ल हेर्नुहोस् साथीहरू यस्तै साथीहरू यसरी वेट गर्छौँ कि ल हेर्नुहोस् साथी हामी चाहिँ ल यो चाहिँ ठुलो हामीले अघि नै वेट गरिसकेको 30 किलो बराबर छ ल साथीहरू यो चाहिँ हाम्रो 7 किलो 71 ग्राम भयो अब 71 ग्राम भनेपछि यति त चल्छ होला है एयरपोर्टमा नि काँटा छ त्यसमा चाहिँ अब त्यहाँको चाहिँ 1-2 किलो कहिलेकाहीँ तलमाथि हुन्छ है साथीहरूलाई त्यही भएर चाहिँ बराबर हुन्छ जस्तो लाग्छ है ल साथीहरू ल गाइज मेरो भिडियो चाहिँ कस्तो लाग्छ है मन पऱ्यो भने चाहिँ लाइक सेयर कमेन्ट गर्नु होला है अनि चाहिँ मेरो युट्युब च्यानल पनि सब्सक्राइब गर्नु होला है ल गाइज
अब चाहिँ अर्को भिडियोमा भेटौँ है ल गाइज। ओके बाई बाई गाइज।